सर्वप्रथम त परमेश्वरलाई धन्यवाद। अनि आजको आराधना सेवामा उपस्थिति हुनुहुने हाम्रो आदरणीय गुरुबा गुरुआमा, हाम्रो एल्डरज्यूहरू, हाम्रो दिक्कनज्यूहरू लगायत जति पनि यहाँ प्रिय अनि आदरणीय है अनि दाजुभाइहरू हुनुहुन्छ, यहाँहरू सबैजनामा क्रिस्चियन न्यानोवादन, जय मसीह, हालेलुया। हामी सबैजना अनि आराम कुशल भइकन आज परमेश्वरको अनुग्रहमा है आज फेरि पनि उहाँको पवित्र भवनभित्र उपस्थिति हुने मौका पाएका छौँ। अनि यहाँ चाहिँ के अरे हाम्रो पवित्र भवनभित्र चाहिँ के अरे यहाँ हामी चाहिँ सिक्ने थलो अनि यहाँबाट चाहिँ तयारी भएर जाने थलो है। अनि यसै कारण प्रभुलाई अनि धन्यवाद भएको होस्। र विशेष गरिकन आजको वचनमा जानुभन्दा अगाडि है हामी तपाईँ र मलाई अघि हामीलाई आराधनामा दोहोऱ्याउँदै गर्दाखेरि गुरुबाले है कतिवटा कुराहरू याद गर्नुभयो होइन। अनि हामी वचनका शब्दहरूले आज बिहान सुनेको वचनको शब्दहरूले हामी कतिको चाहिँ हाम्रो जीवनमा परिमार्जितको कुराहरू ल्यायो भन्ने कुराहरू पनि हो होइन। आज वचन चाहिँ हाम्रो निम्ति नै हुन्छ, जहिले भए पनि हाम्रो कमी कमजोरीलाई सुधार्ने अनि हामीभित्र भएका कमी कमजोरीको कुराहरूलाई हामीले सुधार गरेर अगाडि बढ्नको लागि नै अनि परमेश्वरको वचन चाहिँ तपाईँ र मेरो निम्ति एउटा के हो, सल्लाह अनि क्रियाशील है। अनि एउटा हामीलाई सल्लाह दिने अनि एउटा हामीलाई चाहिँ एउटा निरन्तर रूपमा एउटा सल्लाह दिएर चाहिँ अगाडि बढाउने चाहिँ परमेश्वरको वचन हो, हालेलुया। अनि आजको शीर्षक त बाबुले दिइसक्नुभयो होला, यहाँ चाहिँ हाम्रो स्रोतको केन्द्र के हो भनिकन है। अनि यो चाहिँ यसमा चाहिँ हामीलाई चाहिँ एकदमै हामीले सोच्नुपर्ने विचार गर्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि यो कुरा चाहिँ तपाईँ र मैले एकदमै आफूलाई निहाल्नुपर्ने कुराहरू छ है। अनि हाम्रो स्रोतको केन्द्र के हो त है, यसको विषयमा आज हामीले हेर्नेछौँ। आज हाम्रो स्रोतको केन्द्र के हो भनिकन है। अनि हाम्रो स्रोतको केन्द्र चाहिँ के हो त है। हामीले एउटा आई स्रोतको लागि चाहिँ जसरी हामीले नेपालदेखि सौदी आनको लागि चाहिँ के थियो भन्दाखेरि हाम्रो के अरे बातचित अथवा हाम्रो चाहिँ स्रोतको लागि चाहिँ हामीले चाहिँ खोजी गरेको कुराहरू के थियो, हामी सौदी देशमा आयौँ, कमायौँ, यहाँ हाम्रो असल कम्पनी जुट्योस् होइन, असल सेलेरी पाओस् भन्ने हाम्रो त्यो कुराबाट हामीले चाहिँ एउटा स्रोत खोजेको थियौँ र त्यो कुराहरू हामीले अहिले प्राप्त पनि गरिराखेका छौँ। त्यस्तै आज तपाईँ र मेरो जीवनमा अनि हाम्रो जीवनमा अनि स्रोत चाहिँ के हो त त्यसको विषयमा हामी हेर्नेछौँ है त। अनि आजको यहाँ चाहिँ 1 नम्बर बुढालाई हामी हेर्नेछौँ। अनि यहाँ विशेष गरिकन प्रार्थनाको विषयमा मैले तपाईँहरूको माझमा आज वचन चाहिँ तयारी गर्ने मलाई मौका मिलेको छ। अनि मैले सोच्दै थिएँ कि वचन चाहिँ के बोल्ने होला, कसो बोल्ने होला होइन भनिकन प्रभुसँग प्रार्थना गर्दाखेरि र त्यो तयारी गर्ने क्रममा चाहिँ मैले अरू विषयबाट नै तयारी गर्दै थिएँ। त्यो गर्दाखेरि चाहिँ अनि त्यो विषयमा मलाई अगुवाई नभएर चाहिँ यो प्रार्थनाको विषयमा चाहिँ सरसर्ती अनि पवित्र आत्माले अनि मेरो हृदयमा त्यो वचनहरू दिनुभयो। अनि त्यो वचन दिइसके पछाडि चाहिँ तयारी गर्ने यसरी मौका पाएँ होइन। अनि यहाँ 1 नम्बर बुदाले के भन्छ भनेपछि निरन्तरताको प्रार्थनाले चाहिँ निश्चय नै उत्तर ल्याउँछ भनिकन यहाँ है हामीले थाहा गर्न सक्छौँ। हाम्रो जीवनमा थुप्रो किसिमको दुःख होइन, सङ्घर्ष, उताप चढावको कुराहरू छन्। त्यो बापजुद पनि आज तपाईँ अनि मैले चाहिँ होइन अनि निश्चयता नै त्यो उत्तर पाउने हो भने चाहिँ के गर्नुपर्ने रहेछ त भन्दाखेरि निरन्तरता प्रार्थना गर्नुपर्ने रहेछ। अनि परमप्रभु परमेश्वरसँग हामी एकदमै घनिष्ठ हुनको लागि चाहिँ एकअर्कामा बातचित गर्नको लागि चाहिँ अनि यसको माध्यम चाहिँ के रहेछ त भन्दाखेरि चाहिँ प्रार्थना रहेछ है। आज नवजीवन मण्डली अनि तपाईँ र मैले प्रार्थना गर्नुपर्ने कुराहरू होइन, हाम्रो जीवनमा थुप्रो कुराहरू छन् कि हामीलाई अड्काउने अल्झाउने कुराहरू, तपाईँ र मलाई निराशा बनाउने कुराहरू, तपाईँ र मलाई एकदमै परमेश्वरको नजरबाट परमेश्वरको सामान्यबाट परमेश्वरको उपस्थितिबाट अनि टाढो लैजाने कुराहरू चाहिँ हाम्रो जीवनमा थुप्रो भएको कारणले गर्दाखेरि आज तपाईँ अनि मैले अनि यो कुराहरूलाई के अरे विचार गर्नुपर्ने कुराहरू अनि हाम्रो अनि स्रोतको केन्द्रित भनेको के रहेछ, केन्द्र भनेको चाहिँ अनि प्रार्थना रहेछ है। परमेश्वरसँगको एउटा सम्बन्ध जोड्ने काम अथवा अनि हामीले चाहिँ प्राप्त गर्न सक्ने कुराहरू भनेको चाहिँ अनि निरन्तरताको प्रार्थनाले चाहिँ हामीले अनि यहाँ के गर्न सक्ने रहेछौँ अनि निश्चयता पनि अनि उत्तर चाहिँ अनि प्राप्त गर्न सक्ने रहेछौँ भन्ने कुरालाई हामीले यहाँ बुझ्नेछौँ। त्यसै कारणले गर्दाखेरि आज संसारमा थुप्रो मानिसहरूले थुप्रो कुराको चाहना गरिराखेको हुन्छ अनि त्यो चाहना आज तपाईँ र मेरो जीवनमा पनि होला। अनि त्यो कुराहरू प्राप्त गर्दाखेरि चाहिँ हामीले गर्नुपर्ने चाहिँ के रहेछ, प्रार्थना नै रहेछ है। अनि हामी केही वचनको खण्डबाट हामी हेर्नेछौँ। अनि यहाँ चाहिँ थिस्सलुनीकेको मण्डलीमा एकदमै पावलले उत्साह दिएको कुराहरू पनि हामी देख्न सक्छौँ है। हामी I10 पढ्दै गरेको व्यक्तिहरूलाई हामीलाई थाहा छ। अनि त्यहाँ के अरे थिस्सलुनीकेको मण्डलीमा केही भाइहरू चाहिँ प्रभुमा सुति गएको कारणले गर्दाखेरि र त्यो मौका छोपिकन केही झुटा शिक्षाहरूले उनीहरूलाई चाहिँ एउटा बखाएको कुराहरू हामी पाउँछौँ थिस्सलुनीकेको मण्डलीलाई।
एकदमै त्यहाँ प्रभु यीशु ख्रीष्टको आगमनको विषयमा उनीहरूलाई चाहिँ त्यहाँ बखाएको कुराहरू, प्रभु यीशु ख्रीष्टको आगमन आइसकेको छ भनिकन त्यहाँ उनीहरूलाई चाहिँ एकदमै बखाएको कुराहरू हामी पाउँछौँ। अनि त्यो गर्दै गर्दाखेरि कतिजना दाजुभाइहरूले चाहिँ त्यहाँ काम छोडेको कुराहरू, कामै नगर्ने कुराहरू होइन, अल्छी भएर बसेको कुराहरू हामीले त्यहाँ वचन पढ्दै गर्दाखेरि हामीले थाहा पाउन सक्छौँ। अनि त्यो अवधिमा चाहिँ यहाँ पावलले चाहिँ के भन्छन् भनेपछि अनि त्यो कुराहरूलाई छोडेर त्यो कुराहरू होइन, प्रभुको आगमन अझै आइसकेको छैन, प्रभुको आगमन प्रभु चाहिँ आउँदाखेरि उहाँ चाहिँ चोर जस्तो गरी आउनुहुनेछ होइन भन्ने कुरालाई चाहिँ त्यहाँको मण्डलीलाई उहाँले बुझाएको कुराहरू हामी पाउँदछौँ। अनि त्यस अर्थमा चाहिँ अनि यहाँ थेसलोनिकेको मण्डलीलाई पावलले अनि निरन्तर प्रार्थना चाहिँ गरिरहऊ है, अरूको कुरा नसुन, अरूको लैलैमा नहिँड, अर्कोले के भन्छ अर्कोको त्यो होइन झुटो सल्लाहहरूलाई तिमीले नमान भनिकन यहाँ अनि थेसलोनिकेको मण्डलीलाई अनि पावलले यहाँ एउटा प्रोत्साहन दिएको कुराहरू अनि एकदमै एउटा सल्लाह दिएको कुराहरू हामी पाउँदछौँ मण्डलीहरू है। अनि त्यस कारणले गर्दा निरन्तरताको प्रार्थनाले चाहिँ अनि हाम्रो जीवनमा भएका कमी कमजोरीहरूलाई अनि हाम्रो जीवनमा आउने ती हर किसिमका दुःख कष्ट सङ्घर्षलाई चाहिँ हटाउनको लागि अथवा त्यो कुरासँग हामी विजय हुनको लागि र ती सबै किसिमका नकारात्मक कुराहरूलाई पराजय गर्नको लागि चाहिँ एउटै मात्रै कुरा के रहेछ त भन्दाखेरि निरन्तरताको प्रार्थना हाम्रो परमेश्वरसँग हुनुपर्ने रहेछ है भन्ने कुरालाई यहाँ हामीले थाहा गर्न सक्दछौँ। अनि हामी यहाँ अर्को पदलाई हामीले यहाँ हेऱ्यौँ भनेदेखिलाई है हन्नाको विषयमा हामीले थुप्रै पढेकै हो, बाइबल पढेकै हो। अनि हामीले बाइबल पढ्दै गर्दाखेरि यो वचनहरू पढ्दै गर्दाखेरि तपाईँ अनि मैले कतिको मनन गरिराखेका छौँ त होइन। अनि यहाँ हन्नाको विषयलाई हामीले एक पददेखि पढ्दै गयौँ भने उनको दुःख उनको कष्ट होइन यति धेरै छ क्या है। उनी एउटै श्रीमानको दुईवटा श्रीमती भएको कारणले गर्दा अनि एउटाको चाहिँ बच्चा हुन्छ होइन, पनन्याको चाहिँ बच्चा भयो तर उनको चाहिँ नभएको कारणले गर्दाखेरि उनले चाहिँ आफ्नै सौताबाट के त्यहाँ धेरै कुराको हेपाइ खानु परेको छ। अनि हेपाइ खानु पर्दै गर्दाखेरि चाहिँ उनले चाहिँ एकदमै प्रभुसँग प्रार्थना गरेको कुराहरू हामी पाउँछौँ कि त्यो हेपाइमा पनि उनले चाहिँ त्यहाँ पछि आएर के गरेका छन्, विजय प्राप्त गरेका छन्। हालेलुया। आज त्यस्तै तपाईँ र मेरो पनि प्रार्थना अनि निरन्तरता हुनुपर्ने रहेछ। अनि हन्नाको प्रार्थना सुन्नुहुने परमेश्वरले तपाईँ र मेरो पनि प्रार्थना सुन्नुहुन्छ। तपाईँ र मेरो जीवनमा आज थुप्रो कुराहरू मैले अघि पनि भन्दै थिएँ होला, तपाईँ र मेरो जीवनमा नसोचेको कुराहरू घटनाहरू घटिराखेको छ, दुःख कष्टहरू छ, सोचेको जस्तो भइराखेको छैन जीवनमा, हामीले प्रार्थना चाहिँ गर्नुपर्ने रहेछ। निरन्तरताको प्रार्थनाले अवश्य पनि विजय चाहिँ ल्याउँदो रहेछ। हालेलुया। अनि त्यस कारणले गर्दाखेरि यहाँ हन्नाको जीवनमा पनि त्यस्तै भएको छ र हन्नाले एकदमै होइन अब त्यो उहाँको सौताको अनि हेपाइले गर्दाखेरि चाहिँ हन्नालाई चाहिँ एउटा मनमा चाहिँ के जाग्छ भन्दाखेरि अब भएन, अब चाहिँ मैले प्रार्थना गर्नुपर्छ, अब चाहिँ मैले मेरो परमेश्वरसँग मैले माग्नुपर्छ। परमप्रभु परमेश्वरसँग मागेँ भने मैले नपाउने कुरा केही पनि छैन, मैले सबै कुरा प्राप्त गर्न सक्छु भन्ने त्यो कुरा उहाँभित्र जब हृदयमा आउँछ र उनले चाहिँ यहाँ प्रार्थना गरेको कुराहरू हामी पाउँछौँ। र हन्नाले यहाँ के भन्छन् भनेदेखिलाई अनि हन्नाले मनमा ठुलो पीरसहित अनि रोएर प्रभुतिर प्रार्थना चढाइन् भन्ने कुरालाई हामीले थाहा गर्न सक्दछौँ मण्डलीहरू। आज तपाईँ मेरो जीवनमा हामीले है सोचेको जस्तो नहुँदाखेरि हाम्रो जीवनमा ऋण होला होइन, हाम्रो जीवनमा के अरे पारिवारिक कुरामा अमेलको कुराहरू होला, हाम्रो साथीभाइबाट हामी पेलिएका होला, हाम्रो साथीभाइले हामीलाई नराम्रो भन्दै गर्दाखेरि चाहिँ तपाईँ र मैले चाहिँ के गर्नुपर्ने रहेछ त, प्रार्थना चाहिँ गर्नुपर्ने रहेछ मण्डली। आज नवजीवन मण्डलीलाई परमप्रभु परमेश्वरले प्रार्थना किन गर भन्दै हुनुहुन्छ यो कुरालाई पनि हामीले अनि सोच्नुपर्ने एकदमै तपाईँ र मैले यो कुरालाई रिकल गर्नुपर्ने कुराहरू छ। आज हन्नाले जस्तै प्रार्थनाको खोजी गर्ने मण्डली अनि तपाईँ र म बन्नुपर्छ मण्डलीहरू। आज हाम्रो जीवनमा हामीलाई अड्काउने कुरो सबैभन्दा एउटै कुरा के हो भन्दाखेरि नि मोबाइलको कारणले गर्दाखेरि आज हामी मोबाइललाई हामी घन्टौँ घन्टा समय दिन्छौँ, तर प्रभुलाई अनि समय दिनको लागि चाहिँ हामीलाई समय हुँदैन है। अनि त्यस कारणले गर्दाखेरि तपाईँहरूले अनर्थ नलिनु होला। म नोटिस गरिराखेको हुन्छु, हामी यहाँ मण्डलीमा आउँदै गर्दाखेरि कतिजना दाजुभाइहरू हामी आएर ढोकाबाट स्वात्तै भित्र आउँदै गर्दाखेरि हामी कतिचोटि प्रभुलाई धन्यवाद पनि दिइरहनु है। हामीलाई विभिन्न चरणबाट हामी के अरे आइराखेका हुन्छौँ, तर यहाँ मण्डली भवनभित्र आउँदै गर्दाखेरि प्रभु धन्यवाद, तपाईँले मेरो यात्राको लागि तपाईँले प्रभुले मलाई आज हप्तौँभरिसम्म सुरक्षा गर्नुभयो भनिकन हामी यहाँ धन्यवाद दिन पनि सकिराखेको हुँदैनौँ है। अनि यस अर्थमा चाहिँ तपाईँलाई नराम्रो चाहिँ भन्न खोजेको होइन, तर यो कुराबाट हामीले सिक्नुपर्ने कुराहरू के रहेछ, भित्र आउँदा बाहिर जाँदा
खाँदा सुत्दा होइन बस्दा बातचित गर्दा हर कुरामा हामीले चाहिँ अनि परमेश्वरलाई सम्झाउनु पर्ने रहेछ। अनि प्रार्थना चाहिँ हाम्रो जीवनमा हुनुपर्ने रहेछ भन्ने कुराहरू यहाँबाट थाहा गर्न सक्नुपर्छ है। त्यस कारणले गर्दाखेरि आज हन्नाको प्रार्थना चाहिँ परमेश्वरले सुन्नुभएको छ अनि तपाईँ र मेरो प्रार्थना पनि सुन्नुहुन्छ मण्डली है। अनि यसै कारणले गर्दाखेरि आज तपाईँ र मेरो प्रार्थना चाहिँ निरन्तरता हुनुपर्छ र त्यो निरन्तरताको प्रार्थनाले चाहिँ तपाईँ र मैले एक दिन उत्तर चाहिँ पाउँछौँ र त्यो प्रार्थनाको निरन्तरताले चाहिँ उत्तर चाहिँ ल्याउँछ। हालेलुया। अनि हामी अर्को वचनलाई हामी यहाँ हेर्नेछौँ। अनि यहाँ चाहिँ मैले के अरे माथि बुढा नम्बरमा लेख्दै गर्दाखेरि यहाँ को होला त्यो मानिस है, को होला त्यो आफ्नो आयुमा एक घडी थप्न सक्छ भनिकन यहाँ बुढामा लेखिएको छ मण्डलीहरू। आज हन्नाले जसरी एउटा आफ्नो सन्तान होस् भनिकन उनले एउटा वास्ता अनि परमप्रभु परमेश्वरमा गरिन् र परमप्रभु परमेश्वरमा आफ्नो दुःख वेदनालाई अनि के गरिन् उनले पोखिन् र त्यो कुराहरू उनले प्राप्त गरिन् र आफ्नो एउटा छोरा पाएर पनि उनले चाहिँ पछि एउटा आफ्नो शिर चाहिँ ठाडो गरेर हिँड्न सक्ने चाहिँ भएन है। आज त्यस्तै तपाईँ र मेरो जीवनमा पनि हामीले कतिचोटि हामी जिउँदै गर्दाखेरि आज यहाँ चाहिँ हामीले यो बुढालाई हेर्दै गर्दाखेरि को होला त्यो आफ्नो आयुमा पनि एक घडी पनि थप्न सक्छ भनिकन यहाँ अनि बुढा नम्बरले भन्छ। हामी यहाँ मत्ती 6:27लाई हामी यहाँ हेऱ्यौँ भने चाहिँ प्रभु श्री ख्रिस्टले अनि त्यति बेलाको समयमा त्यति बेलाको मानिसहरूलाई भन्दै गर्दाखेरि चाहिँ आज त्यो भनाइ चाहिँ आज तपाईँ र मेरो निम्ति पनि हो होइन। यहाँ चाहिँ म मत्तीको पुस्तक 6:27लाई म पढिदिन्छु। तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ भनिकन यहाँ भनेको कुराहरू हामी पाउँछौँ मण्डलीहरू। आज प्रार्थना के तपाईँ र मेरो भइराखेको छ त? हामीले हाम्रो जीवन परिवर्तन नआउनुको कारण है म चाहिँ धेरै कुराहरू रियलाइज गर्दैछु आजका दिनहरूमा, हिजोको दिनहरूमा रियलाइज गर्दैछु म किन यहाँ छु अथवा मैले गर्न सकेका कुराहरूमा किन म सफलता हुन सकेको छैन होइन, म किन परमप्रभुप्रति म एउटा समर्पित जीवन जिउन सकेको छैन भन्दै गर्दाखेरि नि एउटा कारण चाहिँ के रहेछ भन्दाखेरि परमेश्वरसँग बिजेर प्रार्थना गरेको रहेनछु भन्ने कुरालाई मैले महसुस गर्दैछु है। अनि त्यस कारणले गर्दाखेरि आज तपाईँ र मैले अनि परमप्रभु परमेश्वरमा म बाँच्न सकूँ, परमप्रभु परमेश्वर पिता भनिकन तपाईँ र मैले कतिको प्रार्थना गर्दैछौँ। अनि यहाँ चाहिँ त्यही कुराहरू भन्छ कि तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर के तपाईँ र मैले प्रार्थनाको लागि फिक्री गर्दैछौँ, तपाईँ र मैले के आफ्नो लागि फिक्री गर्दैछौँ, के तपाईँ र मैले आफ्नो छोराछोरीहरूको लागि फिक्री गर्दैछौँ कि छैनौँ, यो कुरा पनि महत्त्वपूर्ण कुराहरू छ। त्यस कारणले गर्दाखेरि आज अनि तपाईँ र मैले आफ्नो आयुमा चाहिँ एक घडी पनि थप्न सक्नु चाहिँ के रहेछ भन्दाखेरि प्रार्थना रहेछ। हालेलुया। अनि प्रार्थना रहेछ है। अनि प्रार्थनाले चाहिँ एकदमै प्रार्थना भनेको के हो त भन्ने कुराहरू चाहिँ हामी तपाईँ र हामीलाई थाहा नै छ होइन। योभन्दा मैले पहिला एकचोटि मैले गुरुबाले प्रार्थनाको विषयमा 2017-18तिर उहाँले ल्याउनु भएको थियो। प्रार्थना चाहिँ हाम्रो हुनुपर्छ, हामीलाई चाहिँ यस्तो राम्रो कुराहरू सिकाउनु भएको थियो उहाँले। अनि 10-15-20 मिनटदेखिलाई हामीले घन्टौँ घन्टा प्रार्थना गर्नुपर्छ एउटा परमेश्वरसँग, अनि जोडिने काम चाहिँ प्रार्थनाले गर्छ भन्ने कुरालाई त्यति बेला उहाँले बाँडेको वचन त्यो मलाई रिकल हुन्छ बेला बेलामा है। अनि त्यो कारणले गर्दाखेरि आज तपाईँ र मैले पनि आफ्नो आयु थप्नको लागि एक घडी पनि आयु थप्नको लागि हामीले गर्नुपर्ने चाहिँ के रहेछ? प्रार्थना रहेछ। परमेश्वरसँग प्रार्थना दिनदिनको जीवनमा जिउँदै गर्दाखेरि, दिनदिनको जीवनमा हामी हिँड्दै गर्दाखेरि त्यो समयमा म कस्तो तरिकाले जिउने संसारमा भनेर पनि हामीले प्रार्थना गर्नु चाहिँ जरुरी रहेछ मण्डली परिवार। हामी यहाँ हेऱ्यौँ भनेदेखिलाई चाहिँ यहाँ 2 राजाको पुस्तक हामी हिजकियाको बारेमा हामीले सधैँ पढेको वचनहरू हो। हिजकिया राजाको विषयमा हामीले सधैँ पढेको होइन, अनि व्याख्या पनि गरेका छौँ, सुनेका पनि छौँ, हामीले आफ्नो जीवनमा अवलोकन पनि गरेका छौँ। अनि यसलाई चाहिँ हामीले हेर्दै गर्दाखेरि चाहिँ यहाँ हिजकिया राजा योभन्दा अगाडि चाहिँ उनले एउटा राजा पद पाइसकेपछि उनले चाहिँ एउटा धन सम्पत्तिहरूलाई एउटा हात पारिसकेपछि हिजकियाको जीवनमा एउटा अलिक घमण्ड आएको कुराहरू हामी भेटाउँछौँ। उहाँले चाहिँ घमण्ड गरेको कुरा, परमेश्वरलाई नतेरेको कुराहरू, परमेश्वरसँग एकदमै सम्बन्ध त्यति गहिरो नराखेको कुराहरू हामी भेटाउँदछौँ। अनि त्यो अवसरमा चाहिँ यहाँ पछि आएर चाहिँ के अरे बिरामी हुन्छन् होइन। हिजकिया चाहिँ बिरामी हुन्छन्। त्यो बिरामी चाहिँ उनको धेरै ठुलो बिरामी पनि छैन, पिलो आएको छ है। एउटा पिलोले चाहिँ उनलाई चाहिँ एउटा अब त्यहाँ नष्ट गर्ने कुराहरू आइराखेको छ। यहाँ म पढिदिन्छु 1देखि। ती दिनमा हिजकिया बिरामी भएर आफ्नै मर्नै लागेका थिए र आमोजका छोरा अगमवक्ता यशाया तिनी कहाँ आएर भने, परमप्रभु यही भन्नुहुन्छ, तेरो घरलाई
ठिकठाक पार, किनभने त मर्नेछस्, त निको हुने छैनस् भनिकन यहाँ एक पदमा भनेको कुरा हामी यहाँ पाउँछौँ है। अनि हाम्रो के अरे परमेश्वरसँगको के अरे सम्बन्ध घनिष्ठ राखेको कुराले गर्दाखेरि के अरे राखेको भए है, राखेको भए चाहिँ सायद यो कुराहरू हुँदैन थियो होला हिजकियाको जीवनमा। अहिले उहाँमा चाहिँ के भयो, धनको घमण्ड, पदको घमण्ड अनि मान मर्यादाको घमण्ड जब भयो नि, परमप्रभु परमेश्वरले चाहिँ यहाँ आमोसको छोरा अनि यशायाद्वारा त्यहाँ अगमबानी गरेको कुराहरू हामी पाउँछौँ। अनि आज त्यहाँ हिजकियाको जीवनमा अनि त्यो ठुलो एउटा बिमारी आएको कुराहरू पाउँछौँ। यहाँ 2 पदमा पढ्यौँ भनेदेखिलाई तब हिजकियाले भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना चढाए भन्छ। कस्तो खालको थियो होला है। अनि अब हिजकिया त मर्दैछस्, अब तेरो घर चाहिँ ठिकठाक पार भन्ने गर्दै गर्दाखेरि चाहिँ हिजकियाको मन चाहिँ कस्तो भएको थियो होला मण्डली होइन। अनि उहाँ कति निरुत्साहित थियो होला। तर पनि हिजकियाले चाहिँ एउटा कुरा चाहिँ मनमा के सोच्छ भने, मैले गरेको कामहरू है, मैले गरेका कामहरू, पहिला गरेका कामहरूलाई उसले चाहिँ एउटा सम्झेको छ। परमप्रभुप्रति आफ्नो दुःख अनि कष्टका कुराहरू उसले पोखेको कुराहरू छ। तर होइन, त्यो सँगसँगै उसले चाहिँ के गरेको छ भन्दाखेरि भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना गरेको कुराहरू, रोएर पश्चाताप गरेर है, मैले के कुरामा चुकेको छु प्रभु, त्यो कुराहरू सबै अनि क्षमा गरिदिनुहोस् भनिकन त्यहाँ चाहिँ एउटा भनेको कुराहरू हामी यहाँबाट थाहा गर्न सक्छौँ। र हिजकियाले चाहिँ एकदमै बिलाउनासँग परमप्रभुलाई प्रार्थना गरेको कारणले गर्दाखेरि अनि हामी देख्न सक्छौँ। यहाँ 2 पदमा पढ्नेछौँ। तब हिजकियाले भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना चढाए। अनि 3 पदमा, हे परमप्रभु सम्झना राख्नुहोस्, तपाईँको सामान्य कस्तो विश्वास र सम्पूर्ण हृदयको भक्ति साथ हिँडेको छु र तपाईँको दृष्टिमा जे असल छ त्यो गरेको छु। अनि हिजकिया धुरु रोए। अनि 4 पदमा, यसैया बीचको चोकबाट बाहिर जान अघि परमप्रभुको यो वचन तिनी कहाँ आयो। अनि 5 पदमा, फर्केर मेरो प्रजाको अगुवालाई भन् र तेरो पुर्खा दाउदका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, मैले तेरो प्रार्थना सुने र तेरो आँसु देखे, म तँलाई निको पार्नेछु र आजको तेस्रो दिन त परमप्रभुको मन्दिरमा जानेछस् भनिकन यहाँ अनि यहाँ हिजकिया राजालाई भनेको कुराहरू पाउँछौँ। हालेलुया। अनि यहाँ चाहिँ एकदमै आशा लाग्दो कुराहरू चाहिँ के छ भन्दाखेरि अनि यहाँ हिजकिया राजा चाहिँ निको भएको कुराहरू है, यशाया अगमवक्ताद्वारा नै मर्नेछस् भनिएको छ। जब उहाँले चाहिँ एउटा वेदनासँग, जब आफ्नो पश्चातापसँग उनले चाहिँ एउटा प्रार्थना गर्छन् अनि त्यसपछि फेरि पनि परमप्रभु परमेश्वरले त्यो प्रार्थनालाई सुनिकन अनि फेरि यशाया अगमवक्ताद्वारा नै फेरि म तेरो रोगलाई निको पार्नेछु, फेरि त तेस्रो दिनमा कहाँ मन्दिरमा फर्किनेछस् भनिकन एउटा हिजकिया राजालाई त्यहाँ जवाब दिएको कुराहरू हामी पाउँछौँ। हालेलुया। अनि त्यसै कारणले गर्दा आज तपाईँ र मेरो जीवनमा हामी हामी गवाईहरू पनि सुनिराखेका हुन्छौँ। प्रार्थनाद्वारा उत्तर आएको हामी हिजो बेलुका पनि थुप्रो गवाईहरू हामी सुन्दै थियौँ हाम्रो जीवनमा, हाम्रो दिनचर्या जीवनमा होइन। अनि हामीले काम गर्दै गर्दा, हामी हिँड्दै गर्दा, हाम्रो सबै किसिमको परिस्थितिमा जब हाम्रो प्रार्थना हुन्छ, त्यो प्रार्थनाले चाहिँ एउटा सुरक्षाको कवच लगाउने काम गर्दो रहेछ मण्डलीहरू। त्यसै कारणले गर्दाखेरि अस्तिको दिनमा म के अरे 2 हप्ता 3 हप्ता अगाडिको कुरा हो यो। मण्डली के अरे यहाँ शनिबारको दिन होइन, आइतबारको दिन हो, त्यहाँ काम गरेर म बसिराखेको थिएँ। मेरो इन्जिनियर आएर उसले मलाई बसिरहेको अवस्थामा उसले मलाई समात्यो आएर है। समाउँदै गर्दाखेरि उसले भन्यो, त किन बसिस्? मैले भने धेरै गर्मी छ त्यही भएर बसेको। अनि भन्दै गर्दाखेरि चाहिँ उसले भन्छ, अबदेखि चाहिँ त नबस, अर्कोचोटि देखेँ भने तेरो म सेलेरी काटिदिन्छु भन्यो होइन। अनि त्यो भन्दै गर्दाखेरि त्योभन्दा पहिला चाहिँ दैनिक रूपमा बिहान उठेर प्रार्थना चाहिँ मैले गरिराखेको हुन्छु है। अनि त्यो एचआरहरूको लागि अनि त्यहाँको जति पनि काम सम्हाल्ने व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको लागि प्रार्थना गरिराखेको हुन्छ। अनि बिहान उठेर प्रभुसँग एउटा सुरक्षा मागिराखेको हुन्छौँ होइन। अनि त्यो प्रार्थनाले चाहिँ परमेश्वरले चाहिँ उहाँको जीवनमा काम गर्नुभएको कुराहरू मैले त्यहाँबाट महसुस गर्न पाएँ मण्डली। अनि अहिले चाहिँ म दिनदिनमा त्यो कुराहरूलाई निहाल्दै जाँदाखेरि दैनिक रूपमा मैले त्यो प्रार्थना गरिराखेको छु उहाँहरूको लागि। उहाँहरूको त्यो हृदय चाहिँ
त्यो जो व्यक्तिले मलाई के अरे वार्निङ दिएको थियो त्यो व्यक्तिको जीवनमा चाहिँ एकदमै नम्रताको कुराहरू दिनदिनको कुराहरूमा नम्रताको कुराहरू म देख्दैछु। जब उसले मसँग भेट हुन्छ एकदमै मुसुक्क हाँसेर कुरा गर्छ, एकदम नम्रसँग कुरा गर्छ क्या। अनि प्रार्थनाको शक्ति चाहिँ त्यस्तो हुँदो रहेछ। प्रार्थनाले चाहिँ त्यसरी चाहिँ मानिसहरूको जीवनमा काम गर्दो रहेछ मण्डलीहरू। त्यो कुराहरू चाहिँ मैले त्यहाँबाट थाहा गर्न सकेँ। त्यस्तै आज अनि हिजकिया राजालाई निको पार्ने परमेश्वरले अनि तपाईँ र मेरो रोग पनि उहाँले निको पार्नुहुन्छ। तपाईँ र मेरो आत्माको रोग पनि उहाँले निको पार्नुहुन्छ। तपाईँ र मेरो शरीरको रोग पनि उहाँले निको पार्नुहुन्छ। र त्योभन्दा अनि पहिला चाहिँ तपाईँ र मैले के गर्नुपर्ने रहेछ अनि प्रार्थना चाहिँ गर्नुपर्ने रहेछ। अनि यहाँ चाहिँ माथिको बुदाको अनुसारबाट चाहिँ अनि एउटा आफ्नो लागि वास्ता गरिकन एउटा आयु थप्न सफल हुने व्यक्तिको हो हिजकिया राजा है। 15 वर्ष पनि उसले आयु थप्ने के अरे परमेश्वरले उहाँलाई आयु थपिदिनु भएको छ। आयु थपी माग्ने व्यक्ति अनि हिजकिया राजा भएका छन्। त्यसै कारणले गर्दा यहाँ मत्ती 6 अध्यायको अनि 27 अनि यहाँ चाहिँ 2 राजाको 1 देखि 5 सम्म हामीले हेऱ्यौँ भने अनि यहाँ हिजकिया राजाले चाहिँ आफ्नो के गरेका छन् यहाँ अनि आयु थप्नमा चाहिँ परमप्रभु परमेश्वरसँग प्रार्थना गरेका छन्। र परमप्रभु परमेश्वरसँग फेरि पनि फर्किएर अनि परमप्रभु परमेश्वरबाट उनले चाहिँ 15 वर्ष आयो अनि पाएर संसारमा जिउने मौका पाएका छन्। हालेलुया। अनि त्यस्तै आज तपाईँ र मेरो जीवनमा छन्। हाम्रो जीवनमा म अघि पनि भन्दै थिएँ समस्याहरू छन् हाम्रो जीवनमा। थुप्रो कुराहरू हामीले सोच्दै गर्दाखेरि हामीले सफलता नहुँदाखेरि चाहिँ अनि हामीले गर्नुपर्ने चाहिँ के रहेछ प्रार्थना रहेछ। आमेन। अनि हामी यहाँ अर्को पदलाई हामीले हेऱ्यौँ भने यहाँ दानियलको जीवनमा अनि दानियल पनि एउटा सिंहको मुखबाट के गर्नुभएको छ बचाइदिनु भएको छ नि है। दानियलले पनि यहाँ चाहिँ आफ्नो आयु थपेको कुराहरू हामी यहाँ देख्छौँ मण्डलीहरू। अनि यहाँ दानियलको जीवनमा हामीले 6 अध्यायको 1देखि पढ्दै गयौँ भने दारा राजाले अनि 120 प्रान्तबाट चाहिँ बडा हाकिमहरू त्यहाँ चुनेको कुराहरू पाइन्छ। त्यही व्यक्तिहरूलाई पनि त्यहाँ त्यो राजाको काममा हानि नहोस् भनिकन अनि त्यहाँ के अरे उत्तर अधिकारी के अरे को रूपमा चाहिँ 3 जना व्यक्तिहरू उहाँले अध्यक्षमा चुनेको कुराहरू हामी पाइन्छ होइन। अनि त्यो अवस्थामा चाहिँ यहाँ आउँदै गर्दाखेरि एउटा दानियलले चाहिँ एउटा असाधारण तरिकाले एउटा इमान्दार तरिकाले होइन राजाको कामहरू गर्दै गर्दाखेरि चाहिँ त्यहाँ भएको 3 जना अध्यक्षहरू मध्येमा पनि दानियल चाहिँ अनि सबै कुराको त्यो अधिकार गर्ने उनले एउटा प्राप्त पाउँछन् होइन। त्यो उत्तरदायी जिम्मेवारीको कुराहरू त्यहाँ पाएको कुराहरू हामी पाउँछौँ। अनि 1देखि के अरे 6को 1देखि पढ्दै गर्दाखेरि अनि त्यो अवसरमा त्यहाँका होइन माडी र अनि फारसीहरूले चाहिँ एउटा के अरे दानियललाई चाहिँ त्यो उहाँले त्यो पाएको त्यो के अरे अधिकारलाई है त्यो उनीहरूले एउटा घमण्ड गर्दै दाह गर्दै अब चाहिँ यसलाई सकाउनुपर्छ भन्ने कुराहरूप्रति उनीहरूको चाहिँ के थियो एउटा योजनाहरू उनीहरूले बनाउँदै गर्दाखेरि अनि हामीले त्यहाँ थाहा गर्न सक्छौँ उनीहरूले विभिन्न कुराको एउटा उर्दीहरू निकालेको कुराहरू हामीले थाहा गर्न सक्छौँ। दानियललाई सकाउनको लागि है दानियललाई सिद्धाउनु उनीहरूको चाहिँ के थियो योजनाहरू थियो। तर दानियल चाहिँ के गर्थे त भन्दाखेरि उनी सधैँ प्रार्थना गर्ने सधैँ परमप्रभु परमेश्वरमा एकदमै लगनशील भएको मानिस हामी थाहा गर्न सक्छौँ। अनि त्यो अवधिमा अनि त्यहाँ चाहिँ मादी र फारसीहरूले चाहिँ के निकाल्छन् भन्दाखेरि अबको 30 दिनसम्म है अनि राजा तपाईँ बाहेक यहाँ भएको मानिसहरूले कसैलाई पुकारा गर्छ भने त्यो सिंहको खोरमा फालिनुपर्छ भनिकन त्यहाँ एउटा उर्दी निकालेको कुराहरू हामी पाउँछौँ। अनि त्यो फाडी र त्यो के अरे फारसीहरू माडी र फारसीहरूले चाहिँ निकालेको उर्दी अनुसारबाट अनि त्यहाँ जब दानियलले थाहा पाउँछन् उनी चाहिँ यहाँ के भन्छ भने 10 के अरे यहाँ 10मा हेऱ्यौँ भनेदेखिलाई जब दानियलले त्यो आदेश प्रकाशित भएको थाहा पाए भन्छ है अनि त्यो आदेशहरू के अरे उनीहरूले गरेको त्यो उर्दीको कुराहरू जब अनि यहाँ दानियललाई थाहा हुन्छ अनि त्यस पछाडि चाहिँ दानियल अनि माथिल्लो तलामा है अनि घरको माथिल्लो तलामा गएर त्यहाँ प्रार्थना गरे भन्ने कुराहरू जब उनीहरूले थाहा पाउँछन् त्यस पछाडि चाहिँ थाहा पाइसके पछाडि चाहिँ उनीहरूले चाहिँ त्यहाँ खोजीनीति गर्दै गर्दाखेरि चाहिँ त्यहाँ दानियललाई प्रार्थना गर्दै गरेको कुराहरू भेटाउँदै गर्दाखेरि अनि त्यहाँ चाहिँ जुन उर्दी उनीहरूले निकालेको थिए राजाले त्यहाँ सिग्नेचर गरिसकेको होइन अनि त्यो कुराहरू चाहिँ के गर्न मिल्दैन थियो अरे अनि
त्यो रद्द गर्न मिल्दैन थियो है। त्यसै कारणले गर्दाखेरि आज यहाँ चाहिँ हामी दानियलको जीवनमा पनि ठुलो प्रार्थना, दानियलले गरेको प्रार्थनाद्वारा त्यहाँ दानियलले आफ्नो जीवनमा आफ्नो के अरे एक घडी पनि आयो थपेको कुराहरू हामी यहाँ थाहा गर्न सक्दछौँ मण्डलीहरू। त्यस कारणले म यहाँ 10 पदमा यहाँ पढिदिन्छु। जब दानियलले त्यो आदेश प्रकाशित भएको थाहा पाए, तिनी आफ्नो घरको माथिल्लो तलाको कोठामा गए र जहाँ झ्यालहरू र यरुशलेमतिर खुल्ला थिए, पहिले जस्तो तिनी दिनमा 3 पल्ट घुँडादेखि परमेश्वरलाई धन्यवाद दिँदै प्रार्थना गर्थे। अनि 11 पदमा तब ती मानिसहरू समूह बनाएर गएर दानियलले परमेश्वरसँग सहायताको निम्ति प्रार्थना गरिरहेका उनीहरूले भेटाए भन्छ है। तर उनीहरूलाई त पहिले सिद्धाउनु थियो होइन। अनि एउटा दानियल चाहिँ एउटा इमान्दार, एउटा असाधारण रूपले काम गर्ने व्यक्ति, एउटा इमान्दार रूपले काम गर्ने व्यक्ति भएको कारणले गर्दाखेरि जुन चाहिँ उनले एउटा ठुलो पद जिम्मेवारी पाएका थिए, त्यति बेला उनलाई चाहिँ विभिन्न सरकारी कामदारीको कुराहरूमा पनि उनीहरूले खोजी गरेर उनलाई एउटा अभियोग लगाउन खोजिराखेको अवस्थाहरू हामीले त्यहाँ भेटाउन सक्छौँ। अनि त्यस अर्थ चाहिँ पछि आएर चाहिँ दानियल प्रार्थना गर्दै गरेको कुराहरू अनि उनीहरूले यहाँ भेटाउँछन् र फेरि दारा राजा कहाँ गएर उनीहरूले के भन्छन्, तपाईँले हामीसँग गर्नुभएको है हामीले निकालेको उर्दी चाहिँ जो छ त्यो चाहिँ तपाईँले रद्द गर्न मिल्दैन भनिकन एउटा दानियल के अरे त्यहाँ चाहिँ दारा राजासँग अनि त्यहाँ 120 जनाले आह्वान गरेको कुराहरू हामी देख्दछौँ। आज त्यो आह्वानपछि चाहिँ के अरे यहाँ दानियललाई चाहिँ एउटा सिंहको खोरमा लगेको कुराहरू पाउँछौँ है। अनि सिंहको खोरमा जाँदै गर्दाखेरि पनि त्यहाँ दानियलको कुनै हानि भएको थिएन। कारण के थियो भन्दाखेरि उनी धेरै परमेश्वरसँग प्रार्थना गर्थे, धेरै परमप्रभु परमेश्वरसँग नजिक थिए। अनि दिनदिनको जीवनमा उनले यो कुराहरू थाहा गर्न सक्छौँ कि हामीले, अनि दिनदिनको जीवनमा उनले धेरै प्रार्थनाहरू गर्थे। त्यो प्रार्थना चाहिँ उनले विभिन्न किसिमको पछि आउने कुराको निम्ति पनि उनले प्रार्थना गर्दथे। उनको जीवनमा आउने हर किसिमका विपत्तिका कुराहरूको निम्ति प्रार्थना गर्दथे र त्यो प्रार्थना परमेश्वरले चाहिँ सुन्नुभयो र अनि दानियललाई जवाब दिएको कुराहरू हामी पाउँछौँ। हालेलुया। अनि त्यसै कारणले गर्दा आज नवजीवन मण्डलीले पनि आज हामीले यो कुराहरू सोच्नुपर्छ, दानियलले जस्तै प्रार्थना गर्ने व्यक्ति हुनुपर्छ। अनि हाम्रो जीवनमा हरेक कुरा, हाम्रो जीवनमा चाहे मृत्यु आओस्, हाम्रो जीवनमा चाहे समस्या आओस्, चाहे हाम्रो के अरे विभिन्न किसिमको समस्याले तपाईँ र मलाई घेर्दै गर्दाखेरि पनि तपाईँ र मेरो प्रार्थना चाहिँ दानियलको जस्तै निरन्तर प्रार्थना गर्ने हुनुपर्ने रहेछ। हालेलुया। दानियलले चाहिँ 3 पल्टसम्म प्रार्थना गर्थ्यो दिनमा भन्छ, तर हामीले कतिचोटि गर्छौँ त्यो हाम्रो लागि एउटा चुनौतीको कुरा हो मण्डली। आज तपाईँ र मैले सिक्नुपर्ने कुरा, यो कुरा भनेको चाहिँ आज हाम्रो निम्ति महत्त्वपूर्ण कुरा हो नि हो। परमेश्वरसँग सम्बन्ध बनाउने कुराहरू, परमेश्वरसँगको नजिकता है, परमेश्वरलाई चिन्ने नजिकता भनेको चाहिँ के रहेछ, हाम्रो प्रार्थना रहेछ। हालेलुया। अनि हामी यहाँ अर्को पदलाई पनि हामी यहाँ हेर्नेछौँ। अर्को यो के भन्छ, हाम्रो 3 नम्बरको बुढालाई हामी यहाँ हेर्नेछौँ। 3 नम्बरको बुढालाई हामीले यहाँ हेर्दै गर्दाखेरि हाम्रो समस्याको साङ्लो र ठिङ्ग्रोहरूका बन्धनहरू परमेश्वरसँगको मित्रताले मात्र तोडिन्छ भनिकन यहाँ बुढा नम्बर 1ले हामी भन्दछौँ मण्डलीहरू है। अनि योभन्दा पहिला हामीले हेऱ्यौँ भनेदेखिलाई हामीले पत्रुसको जीवनमा अनि पावलको जीवनमा हामीले हेऱ्यौँ भने अनि उनीहरूको जीवनमा पनि धेरै किसिमको सङ्घको कुराहरू प्रचार गर्दै गर्दाखेरि, प्रभुको निम्ति काम गर्दै गर्दाखेरि उनीहरूको जीवनमा आएको धेरै ठुलो समस्याहरूलाई उनीहरूले पार गरेको छ। त्यो के हो त भन्दाखेरि एउटा प्रार्थना, परमेश्वरसँगको सम्बन्धले, परमेश्वरसँगको मित्रताले आज उनीहरूले एउटा हरेक कुरामा विजय हासिल गरेको कुराहरू हामी पाउँदछौँ। हालेलुया। अनि हामी यहाँ पदलाई हामी हेर्नेछौँ। यहाँ प्रेरितको पुस्तक हामी 4देखि 6सम्मलाई हामीले हेऱ्यौँ, के अरे 12को 4देखि 6सम्मलाई हामीले हेऱ्यौँ भनेदेखिलाई अनि हामी यहाँ पाउँदछौँ। एकजनाले पढिदिनुहोस् है अलि। हेरोदले पत्रुसलाई गिरफ्तार गरेर झ्यालखानमा हालिदिए र निस्तार चाडपछि तिनलाई जनताका सामान्य ल्याउने विचार गरेर तिनको पहरा गर्नलाई सिपाहीका 4 टोलीको जिम्मा लगाइदिए। यसरी पत्रुस झ्यालखानमा राखिए, तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बडो जोससँग प्रार्थना गरिरहेको थियो। हेरोदले तिनलाई बाहिर निकाली ल्याउन खोजेकै रात पत्रुस 2वटा साङ्लाले बाँधिएर 2 जना सिपाहीहरूका बिचमा सुतिरहेका थिए। सिपाहीहरू पनि ढोका अघिल्लोतिर उभिएर झ्यालखानको पहरा पहिरिरहेका थिए। अब यहाँ चाहिँ हामीले हेऱ्यौँ भनेदेखिलाई अनि यहाँ एकदमै है पत्रुसको जीवनमा पनि आश्चर्य कर्मको कामहरू भएको कुराहरू हामी देख्छौँ।
मण्डलीहरूले चाहिँ जोरसँग प्रार्थना गरिराखेको थियो भन्छ है। अनि यहाँ चाहिँ यूहन्नाको दाजु याकुब लाई चाहिँ त्यो हेरोद राजाले के तरहले काटेर मारेको थियो। त्यो अवधिमा चाहिँ त्यहाँका यहुदीहरू खुसी भएको छ भन्छ हामीले एकदेखि पढ्यौँ भनेदेखिलाई होइन। खुसी हुँदै गर्दाखेरि उसलाई चाहिँ कस्तो खालको जोस आउँछ भन्दाखेरि अब पत्रुसलाई पनि समातेर जेलखानामा हाल्नुपर्छ र त्यस्तै गर्नुपर्छ भन्ने एक खालको विचार अनि हामी त्यहाँ देख्न सक्छौँ। अनि त्यो अवधिमा चाहिँ यहाँ हेरोद राजाले पत्रुसलाई पनि गिरफ्तार गरिकन जेलखानामा हालिदिएको कुराहरू हामी पाउँछौँ है। अनि पत्रुसको जीवनमा मण्डलीहरूले चाहिँ एकदमै त्यो आउँदै गर्दाखेरि चाहिँ मण्डलीहरूले चाहिँ यहाँ धेरै जोरसँग प्रार्थना गरेको कुराहरू पाउँछौँ र त्यो प्रार्थनाले गर्दाखेरि अनि पत्रुसको साङ्लोहरू पनि तोडेको कुराहरू हामी देख्छौँ। परमेश्वरले त्यहाँ अचम्म र उद्योगको कामहरू यहाँ गरेको कुराहरू हामीले यहाँ थाहा गर्न सक्छौँ। अनि यो वचनहरू पढ्दै गर्दाखेरि आज तपाईँ र मेरो जीवनमा है त्यो समयमा त एउटा साङ्लोहरू थियो, साङ्लोले बाँधिदिन्थ्यो भने आज तपाईँ र मलाई बाँध्ने कुराहरू के छ त्यो कुरालाई तपाईँ र मैले विचार गर्नुपर्छ मण्डलीहरू। तपाईँ र मलाई बाँध्ने साङ्लोहरू पनि छ नि, विभिन्न किसिमको बन्धनको साङ्लोहरू छ नि हामीभित्र है। आज हामी प्रार्थनामा विजय हुन नसक्नुको कारण, हामी बाइबल अध्ययनमा विजय हुन नसक्नुको कारण, हामी मण्डलीमा एउटा अब्बल भएर जिउन नसक्नुको कारण चाहिँ के हो त? त्यो कारणलाई हामीले पत्ता लगाउनु। त्यो खालको साङ्लो के छ त तपाईँ र मलाई अड्काउने साङ्लो, के छ त तपाईँ र मलाई बाँधिराख्ने साङ्लोहरू के छ त त्यो कुराहरू है। यो कुरालाई हामीले आज थाहा गर्नु जरुरी छ नवजीवन मण्डलीले। अनि त्यसै कारणले गर्दाखेरि पत्रुसको जीवनमा पनि यस्तो किसिमको अनि समस्याहरू आउँदै गर्दाखेरि चाहिँ मण्डलीले बडो जोससँग प्रार्थना गरेको छ र त्यो प्रार्थनाले अनि त्यहाँ साङ्लोहरू छिनालिएको छ, त्यहाँ अचम्म उद्योगको कामहरू भएको छ, सिपाहीहरू भएको ठाउँबाट पनि अनि उहाँलाई चाहिँ परमेश्वरले उद्धार गर्नुभएको कुराहरू हामी देख्छौँ। अनि त्यसै कारणले गर्दा आज तपाईँ र मेरो जीवनमा पनि विभिन्न किसिमको समस्याको साङ्लोहरू छ होला मण्डली परिवार। तपाईँ र मैले विजयको जीवन जिउँछु भन्दै गर्दाखेरि तपाईँ र मैले जिउन नसक्नुको कारण चाहिँ के हो त्यो कुरालाई हामीले पत्ता लगाउनु जरुरी छ। आमेन। अनि त्यसैले गर्दाखेरि आज हामीले आज पत्रुसको जीवनबाट पनि हामीले सिक्नुपर्ने कुराहरू रहेछ। अनि त्यहाँ यरुशलेममा भएका मण्डलीहरूबाट पनि तपाईँ र मैले सिक्नुपर्ने रहेछ नवजीवन मण्डली परिवार। प्राचीन समयका मण्डलीहरूले कतिको प्रार्थना गर्दै थियो, प्राचीन समयका मण्डलीहरूले परमेश्वरसँगको सम्बन्ध कसरी राख्दथ्यो र परमप्रभु परमेश्वरले तत्काल त्यो प्रार्थनाहरू सुनेर उत्तर दिनुहुन्थ्यो भन्ने कुरालाई आज तपाईँ र मैले बुझ्नु जरुरी छ। अनि हामी यहाँ अर्को पदलाई हामीले यहाँ हेऱ्यौँ भनेदेखिलाई अनि यहाँ पावलको जीवनमा है, पावलको जीवनमा चाहिँ एकदमै उहाँको जीवनमा पनि के थियो, समस्या थियो। उनीहरूको जीवनमा पनि एउटा प्रचार गर्दै जाँदा, प्रार्थना गर्ने ठाउँमा उनीहरू जाँदै गर्दाखेरि त्यहाँ एकजना जोखाना हेर्ने केटी चाहिँ अथवा स्त्रीले त्यहाँ उनीहरूलाई पछ्याएको कुराहरू हामी देख्दछौँ। अनि पिछा गर्दै 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 अनि उनीहरूलाई चाहिँ एउटा परमेश्वरको है यिनीहरू भक्तहरू हुन्, यिनीहरूमा परमेश्वर सर्वोच्च परमेश्वरका यिनीहरू के हुन् भक्तहरू हुन् भनिकन उसले त्यहाँ पिछे गर्दै गर्दै जाँदाखेरि चाहिँ अनि त्यहाँ पावललाई एउटा झेझो लाग्छ र उसले चाहिँ त्यो दुष्ट आत्मालाई हकाएर निकालेको कारणले गर्दाखेरि उनीहरूले पनि यहाँ थुप्रो कुराले दुःख पाएको कुराहरू हामी देख्छौँ। अनि त्यो दुःखै कष्टमा अनि यहाँ चाहिँ हामीले हेऱ्यौँ भनेदेखिलाई चाहिँ उनीहरूले पनि एउटा ठिङ्ग्रोमा है अनि खुट्टाहरू दुईवटा खुट्टाहरूले अनि बाँधिएको अवस्थामा हामी थाहा गर्न सक्छौँ। यहाँबाट पढ्यौँ भनेदेखिलाई ठिङ्ग्रो चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि त्यो काठको अनि खोलेर त्यो बिचमा होल भएको हुँदो रहेछ, त्यो तपाईँको आधा आधा भाग हुँदो रहेछ त्यो है, त्यहाँ हालेर चाहिँ माथिबाट लगाएर त्यसको लक लगाउने सिस्टम हुँदो रहेछ क्या। त्यो मैले गुगलमा सर्च गरेर हेर्दै थिएँ। अनि त्यस्तो खालको ठिङ्ग्रोमा पनि उनीहरूलाई चाहिँ यहाँ राखेको कुराहरू हामी देख्छौँ र त्यो खालको ठिङ्ग्रोहरू परमप्रभु परमेश्वरले भाँचिदिएको तोडिदिएको कुराहरू पाउँछौँ यहाँ है। म यहाँ 23 पदमा पढिदिन्छु तपाईँहरूको। अनि 16को 23मा तिनीहरूलाई निकै छडी लगाएपछि तिनीहरूलाई झ्यालखानामा हालिदिए र झ्यालखानाका हाकिमलाई यी कैदीहरूलाई कडा निगरानीमा राख्ने हुकुम दिए। अनि 24मा यस्तो हुकुम पाएर उनले तिनीहरूलाई झ्यालखानाको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिङ्गोरो ठोकेर राखिदिए। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए भनिकन यहाँ भनेको कुराहरू हामी यहाँ पाउँछौँ मण्डली परिवार है। यहाँ 25 पदमा चाहिँ आधा राततिर अनि पावल र सिलासले चाहिँ प्रार्थना गर्दै भनेको छ। यहाँ पहिलो कुरा चाहिँ के भनेको छ, प्रार्थना गर्दै। अनि दोस्रो कुरा चाहिँ के भनेको छ, उनीहरूले
परमेश्वरका भजनहरू गाइरहेका थिए भन्ने कुराहरू यहाँ अनि उच्चारण गरिएको छ होइन। अनि त्यो कारणले गर्दाखेरि आज सिलास र पाउलले पनि प्रार्थना गर्दै परमेश्वरको भजन गाउँदै परमेश्वरलाई धन्यवाद दिँदै परमेश्वरमा उनीहरूले गरेको त्यो प्रार्थना चाहिँ साँचो रूपले यहाँ सुनाइरहेको छ। र अनि त्यो सुनाइले गर्दाखेरि चाहिँ ठिङ्गोरोहरू भाँचिए भनेको छ है, फुकालिए भनेको छ। अनि ठिङ्गोरोहरू चाहिँ त्यो ठिङ्ग्रोहरू चाहिँ अनि यहाँ फुकालिएको कुराहरू हामी देख्छौँ। र अचम्मको काम त्यहाँ झ्यालखानामा भूकम्पहरू गयो अनि त्यहाँ अचम्मको कामहरू भएको कुराहरू हामी पाउँछौँ। यो चाहिँ कहाँ रहेछ भन्दाखेरि फिलिपको सहरमा घटेको घटनाहरू है। अनि त्यो कारणले गर्दाखेरि आज हामीले यो कुराहरू यहाँ थाहा गर्न सक्छौँ कि सिलास र पावलको जीवनबाट पनि हामीले सिक्नुपर्ने कुराहरू, हामीले विभिन्न किसिमको अप्ठ्यारो परिस्थितिमा चाहिँ आज हामीले प्रार्थना गर्नुपर्ने रहेछ। अनि हामी सोचेको जस्तो नहुँदाखेरि हाम्रो जीवनमा विभिन्न चरणको समस्याहरू आउँदै गर्दाखेरि तपाईँ र मैले त्यो कुरासँग प्रतिशोध साध्नुभन्दा पनि तपाईँ र मैले प्रार्थना चाहिँ गर्नुपर्ने रहेछ। प्रार्थना भनेको चाहिँ परमेश्वरले हाम्रो गुप्तबाट सुन्नुहुने परमेश्वर हुनुहुन्छ। प्रार्थना हामीले हिँड्दै गर्दाखेरि पनि प्रार्थना गर्न सक्ने रहेछौँ, हामीले बस्दै गर्दा खाँदै गर्दा बातचित गर्दै गर्दाखेरि पनि हामी प्रार्थना गर्न सक्ने रहेछौँ। अनि यहाँ चाहिँ सिलास र पाउलले त्यो जेलखानाको भित्री कोठामा पनि यहाँ बसेर चाहिँ एकदमै प्रार्थना गरेको कुराहरू हामी पाउँछौँ। किनभने त्यो प्रार्थनाले चाहिँ त्यति बेलाको समय चाहिँ के थियो, फिजिकल रूपमा नै त्यो कुराहरू एकदमै भएको कुराहरू हामी पाउँछौँ। र त्यस्तै तपाईँ र मेरो जीवनमा आज विभिन्न समस्याको ठिङ्ग्रो तपाईँ र मेरो जीवनमा हुनसक्छ। अघि पनि भन्दै थिएँ होइन। अनि त्यो ठिङ्ग्रोहरूलाई चाहिँ तपाईँ र मैले तोड्ने कि नतोड्ने त मण्डलीहरू, तपाईँ र म विजय नहुनुको कारण के, परमेश्वरसँगको नजिकता नहुनुको कारण के, प्रार्थना गर्न मन नलाग्नुको कारण के, सेवा सङ्गति आउन मन नलाग्नुको कारण के, तपाईँ र मैले गर्दै गरेको काममा समस्या आउनुको कारण के, यो कुरालाई चाहिँ हामीले पत्ता लगाउनु जरुरी छ। हालेलुया। अनि हामीले त्यस कारणले गर्दाखेरि आज नवजीवन मण्डलीले यो कुराहरू चाहिँ सधैँ सिक्नुपर्छ। हाम्रो प्रार्थना चाहिँ निरन्तरता हुनुपर्छ, हाम्रो प्रार्थना चाहिँ परमेश्वरसँगको घनिष्ठता हुनुपर्छ। अनि तपाईँ र मैले गरेको प्रार्थना चाहिँ परमेश्वर सामु सुनाइ हुनुपर्छ। त्यसको निम्ति चाहिँ तपाईँ र मैले समय निकाल्नुपर्छ है। अनि त्यसैले गर्दाखेरि आज सिलास र पाउलले जस्तै अनि ठिङ्ग्रो भाँच्ने प्रार्थना तपाईँ र मेरो हुनुपर्छ। समस्याको ठिङ्ग्रोहरू आज हाम्रो जीवनमा होला होइन। म योभन्दा पहिला म थुप्रो कुराहरूसँग म बन्धनका कुराहरू अनि विभिन्न कुराहरूलाई म एउटा संसारको कुराहरूलाई रसी हिँड्ने मान्छे थिएँ। तर म धन्यवाद दिन्छु कि हाम्रा अग्रजनहरूले जसरी प्रार्थना गरिदिनु भयो है, म भित्र भएको कमजोरीको कुराहरूलाई उहाँहरूले देख्नु भए तापनि तिमीभित्र यस्तो छ है भनेर चाहिँ उहाँहरूले भन्नु भएन, तर निरन्तरको प्रार्थना उहाँहरूले गरिदिनु भएको कारणले गर्दाखेरि आज यसरी तपाईँहरूको माझमा यसरी बोल्ने अवसर मैले पाएको छु। हालेलुया। यसको प्रतिफल अनि परमप्रभु परमेश्वरले यहाँ दिएको कुराहरू हामी पाइन्छ है। त्यसैले गर्दाखेरि आज यहाँ चाहिँ हामी रोमीको पुस्तकलाई पनि हामी हेर्नेछौँ। यहाँ 12:12 हेऱ्यौँ भने यहाँ पावलले रोमीको मण्डलीलाई पनि एउटा उत्साह दिएको कुराहरू अनि यहाँ एउटा हौसला दिएको कुराहरू पाइन्छ। अनि रोमीको मण्डलीमा जे कुराहरू पावलले कोरिन्थीको मण्डलीमा पनि त्यहाँ देखेको कुराहरू थियो, त्यही कुराहरूलाई यहाँ उनले एउटा कोरिन्थमा बसेर लेख्दै गर्दाखेरि अनि त्यहाँ रोमको मण्डलीलाई एउटा उत्साह दिएको कुराहरू हामी यहाँ पाउँछौँ है। अनि आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य गर भनिकन है, धैर्य धारण गर र प्रार्थनामा निरन्तर लागिरह भनिकन यहाँ रोमको मण्डलीलाई पनि पावलले यहाँ उत्साह दिएको कुराहरू हामी पाउँछौँ। र हामी आज धैर्यको विषयमा हामीले बिहान पनि वचन सुन्दै थियौँ गुरुआमाबाट है। अनि सङ्कष्टमा हामीले धैर्य गर्नुपर्छ भन्ने कुरा हामीले बिहान वचन सुन्दै थियौँ। यस्तो मिठो कुराहरू आज सिक्दै थियौँ बिहान पनि। अनि त्यस कारणले गर्दाखेरि आज तपाईँहरू मेरो जीवनमा अनि हामी धेरै किसिमको दुःख कष्ट उताप चढावसँग हामी लड्दै गर्दाखेरि चाहिँ हामीले धैर्य धारणसँग के गर्नुपर्ने रहेछ, प्रार्थना चाहिँ गर्नुपर्ने रहेछ। हालेलुया। अनि यो प्रार्थना चाहिँ किन आयो भन्ने कुरालाई तपाईँहरू मैले मनन गरौँ है। अनि मनन किन गर्नुपर्छ भन्दाखेरि यहाँ अनि हामीले हाम्रो जीवनमा कुनै न कुनै कमजोरीको कुराहरू छन्। हाम्रो जीवनमा कहीँ कतै के छन्, कमजोरी भएको कारणले गर्दाखेरि नै हामीले आज प्रार्थना गर्नुपर्छ। अनि तपाईँ र मैले विजय हुनको लागि प्रार्थना गर्नुपर्छ भन्ने कुरा यहाँ अनि आजको वचनबाट हामीले सिकेका छौँ मण्डलीहरू। अनि हामीले हेर्दै गर्दाखेरि अनि लुकाको 18तिर हामीले हेऱ्यौँ भने अनि त्यहाँ चाहिँ एउटा खुरुन्दर एकदम लागिरहेको स्त्रीको विषयमा हामीले के अरे पाउन सक्छौँ है। त्यो चाहिँ मैले यहाँ राखेको छैन। हामीले त्यहाँबाट पनि सिक्न के सक्छौँ भन्दाखेरि एउटा खुरुन्दर लागेको स्त्री चाहिँ
उसले चाहिँ एउटा न्यायको पक्षमा उसले एकदमै खुरुन्दर लागेको छ भन्छ होइन। दुईपट्टि हेऱ्यो भने मात्र एक पदमा हेर्ने हो भने चाहिँ त्यहाँ निरन्तर प्रार्थना गरिरहौ भन्ने कुराहरू त्यहाँ प्रभु यीशु ख्रीष्टले त्यति बेलाको मण्डली के अरे त्यहाँका व्यक्तिहरूलाई अनि एउटा उदाहरण दिएको कुराहरू हामी पाउँछौँ एउटा विधवा स्टोरीबाट है एउटा हामीले त्यहाँ देख्न सक्दछौँ। त्यो कारणले गर्दाखेरि आज हामीले सिक्नुपर्छ मण्डली परिवारहरू है। अनि खुरुन्दर लागिराखेको स्त्रीले चाहिँ के गरिराखेको थियो भन्दाखेरि नि त्यो विधवाले चाहिँ एउटा निरन्तर प्रार्थना गरेको कुराहरू हामी त्यहाँ थाहा गर्न सक्छौँ। उसले चाहिँ एकदमै त्यो न्यायको निम्ति निरन्तर प्रार्थना गरेको कुराहरू पाउँछौँ। र जो चाहिँ हट्टी एकदमै त्यो व्यक्ति थियो जो चाहिँ न्यायाधीश होइन त्यसको हृदयलाई चाहिँ त्यति बेला त्यहाँ परिवर्तन अनि गरेको कुराहरू हामी त्यहाँ थाहा गर्न सक्छौँ। हालेलुया। अनि त्यसै कारणले गर्दा आज हामी नवजीवन मण्डली चाहिँ एउटा प्रार्थनाको योद्धा बन्नुपर्ने रहेछ। अनि नवजीवन मण्डली चाहिँ एउटा प्रार्थना गर्ने व्यक्ति बन्नुपर्ने रहेछ। अनि नवजीवन मण्डली चाहिँ सधैँ एउटा प्रार्थनामा खडा भएर विजय गर्ने मण्डली चाहिँ बन्नुपर्ने रहेछ भन्ने कुरा आज हामीले सिकेका छौँ। आमेन। अनि त्यसै कारणले गर्दाखेरि हाम्रो जीवनलाई परिवर्तन ल्याउने कुरा चाहिँ के हो रहेछ त भन्दाखेरि नि अनि प्रार्थना, परमेश्वरसँगको बातचित। कुनै पनि कुरा हामी यहाँ चाहिँ पसलमा जाँदै गर्दाखेरि हामी थुप्रो कुराहरूको शीर्षण पाउँछौँ यहाँ। तर नेपालमा गयो भने चाहिँ हामीले के गर्छौँ, पसलमा गएपछि हामीलाई चाहिएको सामान हामीले माग्छौँ नि, मागेपछि मात्रै पाउँछौँ। पसलमा गएर उभिएर मात्रै त्यहाँ दिन्छ, उसले दिँदैन। तर हामीलाई के कुराको आवश्यक छ हामी जब माग्छौँ अनि त्यसपछि पसलेले हामीलाई त्यो सामान अनि उपलब्ध गराउनुहुन्छ। त्यस्तै आज हामीले पनि परमेश्वरसँग प्रार्थना गऱ्यौँ भने परमेश्वरले तपाईँ र मेरो कमी कमजोरीहरूलाई सुधार गर्नुपर्ने छ कि, तपाईँ र मेरो जीवनमा आर्थिक कुराको कमी छ कि, आत्मिक जीवनको कमी छ कि, तपाईँ र म दुःख कष्टमा छौँ कि, तपाईँ र म रोगी बिमारीमा छौँ कि, तपाईँ र म विभिन्न होइन अनि मुद्दा मामिलामा छौँ कि, अनि हाम्रो जीवनमा के कुराहरू छन् त्यो कमी कमजोरीका कुराहरूको समाधान गर्ने चाहिँ के हो, परमेश्वरसँगको बातचित हो र परमप्रभु परमेश्वरसँगको प्रार्थनाले नै हो। हालेलुया। त्यसैले गर्दाखेरि आज हामी आनन्दमा रहेर है आफ्नो आशामा आनन्द गरेर अनि सङ्कष्टमा धैर्य धारण गरेर अनि हामी निरन्तर प्रार्थना चाहिँ गर्नेछौँ। आमेन। अनि हामी यहाँ निष्कर्षको समयमा हामी आएका छौँ। निष्कर्ष है, निष्कर्षमा चाहिँ प्रार्थनाद्वारा नै विजय प्राप्त गरेका व्यक्तिहरूको विषयमा हामीले अघि पनि हेर्दै थियौँ। यहाँ तपाईँहरूको माझमा यहाँ 4 जना व्यक्तिहरू हामीले यहाँ हेर्न सक्छौँ। 5 जना व्यक्तिहरू है, हन्नाको जीवनमा अनि हिजकियाको जीवनमा, दानियल अनि सिलास र अनि पावलको जीवनमा है। यहाँ 5 जना व्यक्तिले चाहिँ यही प्रार्थनाद्वारा चाहिँ उनीहरूले के गरेका छन् अनि विजय प्राप्त गरेको कुराहरू हामी पाउन सक्छौँ। हालेलुया। आज यस्तै व्यक्ति चाहिँ तपाईँ र म पनि बन्नुपर्छ। हन्नाले प्रार्थनाको जवाब उनले पनि पाएका छन् अनि दानियलले पनि प्रार्थनाको जवाब पाएका छन्। र यहाँ हामीले हिजकिया राजाको जीवनमा हेऱ्यौँ भने उनले पनि एउटा प्रार्थनाको जवाब पाएका छन्। र त्यसै गरी सिलास र पावलले पनि अनि यहाँ चाहिँ प्रार्थनाको जवाब पाएका छन्। र हामीले हेऱ्यौँ भने चाहिँ पत्रुसले पनि प्रार्थनाको जवाब चाहिँ पाएका छन् मण्डली परिवार। त्यसै अर्थमा आज हामीले सिक्नुपर्ने कुरा चाहिँ नवजीवन मण्डलीले चाहिँ सधैँ प्रार्थनाको जीवन अनि एउटा निरन्तरतामा प्रार्थनामा लागिरहने, एकदमै एकअर्काको निम्ति प्रार्थना गर्ने, आफ्नो निम्ति प्रार्थना गर्ने। आफ्नो समस्यामा छ भने त्यो अरूलाई पोक्नुभन्दा पनि हामी परमेश्वरलाई पोक्ने व्यक्ति चाहिँ हुनुपर्छ। अनि हाम्रो समस्या हुँदै गर्दाखेरि घुँडा देखेर परमप्रभु परमेश्वरसँग अनि भन्ने व्यक्ति चाहिँ तपाईँ र म हुनुपर्छ मण्डली। हालेलुया। अनि प्रभुलाई धन्यवाद भएको छ। र आजको वचन यति नै छ।